हेलो गाइज, के छ हाल खबर? सन्चै हुनुहुन्छ? आज पनि फेरि म नयाँ भिडियो लिएर आएको छु। हिजो पनि अपलोड गर्ने भनेको हिजो अलिकति भएन क्या, मेरोमा थम्बनेलको त्यो कोडै आउँदैन, अनि त्यही भएर थम्बनेल राख्नै मिलिरहेको छैन। म धन्य पल्टे होइन, म मिलाउने कोसिस गर्छु। आज फेरि हामी नयाँ दसैँ पछाडिको नयाँ दिन आजको कामको चाहिँ देउस एक्साइटिङ छौँ। अब जानुपर्छ कामको लागि। हामी रेडी भएर निस्किसकेको। बिहानको भिडियो के बनाउनु क्या, त्यो अनि यहाँ लामो हुन्छ क्या, अनि त्यही भएर डाइरेक्ट रेडी भएर निस्किसक्यो। यहाँ छ मेरो त साइकलहरू त के भन्ने साइकल होइन, हामी एकछिन यस्तो शीतलको हावा खाने साइकल यहाँनिर छ। हावा आएर एकछिन गर्मी भयो क्या आउँदाखेरि घाममा। अनि निसान आउनधरि चाहिँ हामी कुरै बस्दै गर्नुपर्ने हुन्छ। निसान आउँछ आइहाल्छ। अब एकचोटि कल गर्छु म। अघि नै हिँडेको हिँड्न त म हिँडेँ भन्दै थियो, अब आउँछौँ तिमी नि। देख्नुहुन्छ यहाँ पछाडि रेस्टुरेन्टहरू छ, अलिकति क्लियर भएन। रेस्टुरेन्ट छ। दसैँ पछाडि माहौल फेरि जम्न लाग्यो। हाम्रो अफिस यहाँदेखि अलिकति पर मात्र छ कि 5 मिनट पनि लाग्दैन, 3 मिनट। हामी चाहिँ यहाँ बसेर जान्छौँ, किनकि उहाँ गएर के पसिना देखाउनु। त्यही पनि हामी आउनु बित्तिकै जाँदैनौँ, एकछिन त्यहाँ नास्ता गरेर जानुपर्छ। बिहान यत्तिकै हिँड्छु नि त। अब गएर फेरि अहिले दिउँसो रुममा गयो भने गयो, नत्र बेलुका गएर पकाएर खाने हो। त्यही भएर हो, त्यही कारण हो कि म सुकेको। अब बिहान यत्तिकै हिँड्यो, अब त्यही सिलिम त्यही माथि साइकलमा। अनि बिहान यत्तिकै हिँड्यो, दिउँसो भने नास्ता खायो। हाम्रो चाहिँ भर चाहिँ सुशीललाई कल गरेको। सुशीलको आज स्कुटर त्यो अस्ति स्क्याच भएको थियो कि, सामान डेलिभरी गर्नु जाँदा, अनलाइन सामान डेलिभरी गर्नु जाँदाखेरि त्यो अङ्कलले कहाँ ठोकेको भन्दै थियो। उहीँको अङ्कल खै मैले पनि खासै चिन्दैन। अनि उता स्कुटरमा नआएर बसमा आएको छ अरे, ढिलो हुन्छ जा भने। म त अगाडि नजिकमा नास्ता खान्छु। अनि नास्ता खाइसकेपछि त्यहाँ एउटा भिडियो अपलोड नै गर्दै थिएँ कि, यहाँ घरबाट रुमबाट हिँड्ने बेला अपलोड गरेको। घरसम्म खै केही पनि रेस्पोन्डै दिएन, अनि देखेकै छैन। अनि त्यहाँ वाइफाई छ, एकचोटि जानु पऱ्यो। एकछिन त्यहाँ अन्तिममा नास्ता खान्छु है। लेट्स सी है। त्यो चाहिँ हाम्रो ब्याग हो कि, ब्याग क्याप छ गर्मीमा। हावा चाहिँ एकदम टाइट भएछ कि, अब चेनमा हाल्ने तेल पनि नहाली आइएछ। लागौँ है त अन्तिकोतिर। अन्ति के साल खबर? दसैँ कस्तो भयो? एक्लै अङ्कल दसैँ पछाडि पाटना अनि गयो हाम्रो गाउँतिर। आउँदैछ आज खेल्न भ्याउँदै नला, त्यो बसमा आउँदैछ क्या। मैले चाहिँ आइसकेको थियो अफिसमा। अनि एकछिन यसो बसेर फ्रेस भयो। नास्ता मैले खाइसकेँ। भिडियो अपलोड गर्नु बित्तिकै कपिराइट ल्याउँछ, म्युजिक हालेर नि होला। आज म नहालिकन पोस्ट गर्नु पर्ला जस्तो लाग्छ। र निशानले मलाई कल गरेको थियो कि त्यहीँ बस भनिरहेको थियो। उसको स्कुटर छैन, गाडीमा आउने अलिक टाइम लाग्छ भनेर म आइसकेँ। 9 बजे नै आइसकेको। भर 9:30 आइसक्यो होला। अनि निशान त्यहाँ आएर कल गरेर चाहिँ गइस् ल भन्थ्यो। ल त्यो त यहाँ ढिलो भइसक्यो अफिसमा, मैले यताउति भन्नुभएको। अनि अहिले जाने बेला कसैले भनेको आउँदैछ हेर नै के भन्छ त्यसको रियाक्सन हेर। कस्तो यो दामी भए मौसम त्यो दामी नै छ। यो चाहिँ चर्च हो, हाम्रो अफिसमा चर्च छ। तिमीले तिमीले गर्छौ नि मलाई। हाम्रो सुशील दाई भलङमा देखिन पाएको तिमी। आज तिम्रो स्कुटर देखाइदिनु पाला भने किन यहाँ लिनु रे यार। हामी चाहिँ भर्खरै अफिसबाट निस्क्यौँ। अब काम सुरु भयो आजदेखि। अनि राम्रै भयो। हुन्छ नि धेरै पछि भेट भएको थियो। भित्र अलिक भिडियो गर्न अलिकति डर लाग्छ, लाज लाग्छ, बोल्न पनि सक्दैन नि त, अप्ठ्यारो फिल हुन्छ। हाम्रो निशान चाहिँ साइकल लगेर गएको, म हिँड्दै छु।
उसले पनि नयाँ स्कुटर किन्छु भनेर हाँसिरहेको किन्ला नि हेरौँ ट्याक्सी हाम्रो फेरि कम्पनीले नै एडभान्स दिन्छ क्या स्कुटर किन्न मसँग फेरि अहिले लाइसेन्स नै छैन कुदाउनु फेरि हिरो हो नै बोर्ड नखेल्ने अघि बिहान तिमीलाई एउटा अङ्कल कुर्दै बसिरहेको थिएँ त्यो सधैँ खेल्ने हो नखेल्ने नास्ता खुलाउँछु भने खुलाउ नत्र म गएँ खुलाउ नत्र म गएँ बाइकको मोज छ मोज नि हरन बजाउन हरन निशान भाइ चाहिँ नयाँ स्कुटर किन्ने भनेर मक्खै छ क्या साइकल टेस्ट गरिरह हामी त भर्खर नास्ता सास्ता खायौँ मैले त नै निशानले चाहिँ खायो के खाएर निशान चना र अन्डा खाएर डाइट बढाएर गएँ मैले चाहिँ अघि नै भन्दा छिटो खाएको थिएँ नि त अनि उसको चाहिँ स्कुटर ड्यामेज भएर अब त्यो स्कुटर छोडेर नयाँ किन्ने कुरा गरिरहेँ नयाँ नै सेकेन्ड ह्यान्ड हेरौँ त्यति बेला नि म भिडियो बनाउँदै जाउँला किन्न लग्यो भने ल अब यहाँबाट चाहिँ बस अघि चाहिँ यहाँ बसेको थियो अब जान पर्दा चाहिँ सिधै जानुपर्ने हुन्छ बस चाहिँ नपरे पनि सिधै म यता जाने बेला यता बालकोटतिरबाट जानु पऱ्यो यिनीहरू हेरेँ बालकोट पुगेर कस्तो गर्ने होला पहिला त जडीबुटीबाट जाऊँ कि या जडीबुटीबाट गएर लोखनथली एरिया भएर अनि यतिर जाऊँ कि लागिरहेको बालकोट एरिया सकेर कस्तो गर्ने होला त्यहाँ बालकोट गएर बालकोट जाऊँ भनेको त्यहाँ फेरि खासै उस छैन उयो क्रेडिटहरू पेक छ पेक सार्न अनि त्यस्तो गर्नु तर पहिला जडीबुटीतिर जानु पऱ्यो त्यता रुममा खाना बनाएर खाएर लोखनथली एरिया चाल्छु अनि बालकोटतिर नि एकचोटि जान्छु होला म लेट्स सी है कता कता गइन्छ हावा हो जता मन लाग्यो त्यही छिर्छु फेरि चाहिँ हेर्दा चाहिँ एकदम राम्रो छ तर यता जानु लगनखेल जान्छ है तर म लगनखेलबाट नछिर्ने यता यताबाट साइडबाट त्यहाँ यो रोड चाहिँ एकदम होइन सर्च गऱ्यो भने ललितपुर भाइरल रोड भनेर हान्यो भने बल आउँछ यहाँको चाहिँ भिडियो पहिला फुल फुलेको बेलाको क्या यो रुखमा फुल फुल्छ नि त हामी चाहिँ यहाँ सागको बाटोतिर हो यहाँ यो फुट्यो क्या यो यहाँ मैले छन् यहाँ अड्डाइरहेको थिएँ फुट्टिएको अघि कतिकोमा मजाले मिल्छ त्यहाँ यहाँ छ फाइनल्ली बनायो भन्न त तर यहाँ राखौँ भनेको म सर्दै यता आएकै गर्छ कि यसको लेभल मिलेन नि त त्यही भएर अहिले भन्नुपर्दा चाहिँ हामी चाहिँ जडीबुटी पार्कमा छौँ समथिङ जडीबुटी वा नरी पार्क चाहिँ के पर्छ यसलाई चाहिँ जडीबुटीको नरी पार्क काटसाट गर्ने भने त दामी हुन्थ्यो होला है पार्क त्यही हो यहाँ साइकल छ क्या फेरि उठाइदिन्छन् क्या यहाँ त भरै छैन अस्ति त्यत्तिकै राखेको सलले हेर्दा आएर यस्तो चेक गरे जस्तो गर्थ्यो यार उठाएर हिँड्ला जस्तो पो गर्दैन ओइ भनेको पैसा त्यहीँ छोडिदियो पार्क छ अलि उता त्यहाँ चाहिँ एक्सर्साइज गर्नेहरू पनि छ त्यहाँसम्म चाहिँ नजानु होला मैले साइकल यतै राखेको छु नि त त्यही हो साइकल यता चाहिँ मिल्दैन होला नत्र यस्तै बाटो साइकलबाटै गएर घुमिहिँड्थ्यो वहाँ छ मेरो साइकल चाहिँ यतातिर चाहिँ अलिअलि शीतलै गरेर रहेछ उता सातो बाटोतिर लगनखेलतिर चाहिँ घाम छ धेरै गर्मी छ भन्दा घाम लाग्यो रुममा गएर खानासाना बनाउनु पनि छ धेरै ढिलो हुन्छ क्या खाना पकाएर फेरि खाएर हल्का रेस्ट गरेर हिँड्नु पर्ने
बियरवाला हो नि फेरि यस्तो उकालो त केही पनि भनेको छ। भिजिटको लागि जान्थ्यो होला। यहाँको पार्क नै छ क्या, यहाँ लोकल थाली पनि एउटा पार्क छ। कता अब खाना बनाउनु पर्छ, भाडा दिनु छ। फाइनली रुममा चाहिँ आइयो। रुमभित्र चाहिँ गएको छैन, गर्मी छ। लागि चाहिँ ब्याग नै राम्रो। अब खाना पकाइन्छ, खाइन्छ, अन्त फेरि गइन्छ। त्यही भएर अब म कालो भएको। लामो दुबिन्छ नि त। निधारबाट भाग्यको चाँडो ठुलो, अभागीको केही पनि के जाति बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई। पहिला सिस्राक हुन्थ्यो क्या, साइकल चलाइ चलाइ बनाएको। पढाइ साइकल चलाएर बनाएको बिहानहरू यही हो चाहिँ। रुममा खाना खाएर नै निस्किसकेँ। अघि नै आएको आउनु चाहिँ, अब अस्ति ढिलो भयो। 4 बज्नु लागिसक्यो। 12 बजे आएर हेर्दा भुलियो क्या मजाले। भुलियो अब फेरि निस्केर हिँड्न पर्ने भए। साइकल यहीँ छ होइन, मैले भित्र बनाउँदैन कि भित्र हल्ला हुन्छ, धेरै हुन्छ नि। अनि त्यही भएर काम त अझै पनि लागेछ। क्याब चाहिँ मैले यहीँ छोडेँ। भोलिपट्टि खाएर देखेँ। घुमाइको रियालिटी हो है। ए यो रियालिटी यार भन्दै यति हुन पाए त हुन्थ्यो क्या। यस्तो भइन्छ क्या, यस्तो टाइप। अब यस्तो टाइप चाहिँ नगरौँ ल। अब म त एकचोटि अगाडि जान्छु है, के हुन्छ बाँकी भिडियो भएर। मैले फेरि यस्तो भयो क्या, भिडियो गऱ्यो साइकल लास्टै हल्लिँदो रहेछ क्या ह्यान्डलमा राखेको त। अनि त्यही भएर ल यहाँ ब्रेक हान्नु ल। हजुर म सहिन्छ साइकल त चाप्नु कहाँ छ, यहाँ सुल्की छ त चापेको छु के गर्नु त। साह्रो लाउँछ रिचार्ज कार्ड खस्यो गर्नु त एकदम छिटोवाला के। किन कोरिन्न त फेरि कोरिन्न त त्यस्तै चाप्नु त ल। बाखा यार खाइनै हजुरले कहाँ बनाउनु ला, के बनाउनु ला गाजन भयो त। म मासु बनाउनु ला साथी अघि दिउँस अघि नै 12-11 बजीतिर आएको थिएँ। खाना खाएर सुतेछु घर आउँदै कहाँ फेरि काममा ला। अब यहीँ लोकल थाली वरिपरि घुम्न पर्यो। कतिले हाल्नु पर्छ यो एन्सरमा स्टार कति हो झलक सुनाउँदै हिँड्छ। अनि मलाई साउन्ड आउँछ त अडियो। यो नजिक बसेर यत्तिकै भर्खर गएको साइकल हिँड्ने लास्टै हल्लिँदै थियो, त्यो चाहिँ हालिराखेको। अनि स्टेबलाइज हुन्छ त यो भिडियो, हल्लेको आउँछ होला। हल्लेको आउँछ त्यो बिचमा चाहिँ मजाकै आउँछ, अफरोड हुँदा चाहिँ हल्लेको आउँछ। अब कति वायरलेस माइक किन्न पऱ्यो क्या। कति 900 त्यहाँ देखायो होला नि त। 900 कति हो स्टार 902 हो कि 901 हो स्टार। एक दिन होइन डाटा दिने हो। मैले तिखा स्कुटी किनिदिने भनेको छु एउटा पछि एक महिना। मलाई पनि कम्पनीले किनेन भनेको तर यार लाइसेन्सै छैन, डर लाग्ने। 10 महिना त्यत्तिकै काम गर्नुपर्छ। स्कुटी एउटा सस्तोमा मैले त 35-35 हजारमा राम्रो छ दियो हो होइन। हाटको छ नि त नि, यहीँ हाटको छ नि त नि होइन। यहीँतिर यसो त्यो सिकाइदिन्छ, तिमीहरूले सिकाइदिइहाल्छ नि होइन। अब 1-1.5 महिनामा 100 रुपियाँ किलो पैसा काट्छ त्यसरी लागेको होइन। यो हालिदिन्छु कार्ड। त्यहाँ देखायो 100 रुपियाँ।